यस्तो बन्यो त्रिवी क्रिकेट मैदान। अब कहिलेबाट सुरु हुन्छ त एनपीएल को खेलहरू। नमस्कार दर्शकबिन, स्वागत छ यहाँहरू सबैजनालाई नयाँ अपडेटको यस नयाँ भिडियोमा। आज हामी चर्चा गर्नेछौँ कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हाल भइरहेको जुन प्याराफिट र फ्लड लाइट निर्माणको कार्य भइरहेको छ, यसको प्रगति विवरण के छ र एनपीएल को खेलहरू कहिलेबाट सुरु हुन सक्छ, यहाँ यस बारेमा विस्तृत कुराकानी गर्नेछौँ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र तपाईहरु हाम्रो यस नयाँ अपडेट युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई अवश्य पनि सब्स्क्राइब गर्नुहोला र भिडियोलाई एक लाइक अवश्य गर्नुहोला। केही भौतिक प्रगति विवरण तपाईहरुले हाम्रो यस भिडियोमा पनि देख्न सक्नुहुनेछ। कीर्तिपुरको त्रिवी क्रिकेट मैदान अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट मैदान हो। यहाँ 10,000 सिट क्षमताको प्याराफिट र 6वटा आधुनिक फ्लड लाइट जोड्ने काम चाहिँ भइरहेको छ। यो परियोजना चाहिँ 2081 फागुनबाट चाहिँ सुरु भएको थियो। यसको लक्ष्य भनेको 2082 वैशाख 24 गते भित्र सम्पन्न गर्नु थियो, तर यो चाहिँ हुन सकेन। एउटा दुःखको कुरा भनेको कार्य सम्पन्न नभइसकेपछि फेरि पनि डेट थपिएको छ, म्याच थपेर फेरि पनि धमाधम कार्य चाहिँ यहाँनिर भइरहेको छ। अहिले जुन प्याराफिटमा धेरै काम भइसकेको छ, प्रगति भइसकेको छ। अब यसमा सिट लगाउन बाँकी छ, सिट आउँदैछ र केही दिनभित्र सिट लगाउने कार्य पनि हुन्छ भनेर बताइएको छ। केही समय अघि चाहिँ प्रधानमन्त्री केपी ओली तथा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले यो कीर्तिपुर क्रिकेट मैदानको स्थलगत भ्रमण गर्दै त्यहाँको निरीक्षण गर्दै तोकिएको समयभित्रै कार्य सम्पन्न हुने भनी विश्वास समेत व्यक्त गरेका थिए, तर त्यो तोकिएको समयमा चाहिँ निर्माण हुन सकेन। त्यसपछि उनीहरूले निर्माण कार्य तीव्र ल्याउनको लागि चाहिँ 3 शिफ्टमा काम गर्न समेत निर्देशन दिएका थिए र काम चाहिँ धमाधम भइरहेको छ। यो काम सम्पूर्ण सम्पन्न भएपछि नेपाल प्रिमियर लिग समेत सुरु हुनेछ। यो भन्दा अगाडिको पहिलो संस्करण एनपीएल को यही ट्यु ग्राउन्डमा सफलतापूर्वक सम्पन्न भइसकेको छ। दोस्रो संस्करण समेत यही त्रिवी ग्राउन्डमा चाहिँ आयोजना हुनेछ र खेलहरू एनपीएल का यसैमा हुनेछन्। आशा गरौँ निर्धारित समयभित्र चाहिँ कार्य सम्पन्न हुनेछ र यो भिडियोमा तपाईहरुले कति प्रगति भएको छ, के काम भएको छ यहाँनेरि तपाईहरुले देख्न पनि सक्नुहुन्छ। यो फोटो भिडियोहरुमा तपाईहरुलाई यो जानकारीमूलक भिडियो कस्तो लाग्यो, यदि मन पर्यो भने एक लाइक अवश्य गर्नुहोला। नेक्स्ट भिडियोमा हामी क्रिकेट सम्बन्धी अन्य ताजा अपडेटहरु लिएर तपाईहरुसँग आउनेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुभयो, तपाईहरु सबैजनालाई धेरै धेरै धन्यवाद।